ल सन्तोष भाइलाई दाइको घरमा स्वागत छ है भाइ। अनि दाजु यो तपाईँको घरमा त आइपुग्यो कि। अँ अनि यो फुल चाहिँ के हो, मलाई पनि यसो बिरुवाहरू चाहियो क्या तपाईँको, कस्तो त्यही त राम्रो यो फुल एकदम पाइन्छ। राम्रो फुल्छ, यो जाडो सिजनमा फुल्छ है भाइ, यो ढकमक्क फुल्छ। अँ, ठिक छ भाइलाई। यो फुलको नाम चाहिँ के हो? यो फुलको दाम चाहिँ मलाई पनि राम्रो थाहा छैन त हौ। ए ल ल, ल्याउनु चाहिँ साथीभाइहरूले ल्याइयो कि। देख्नुहुन्छ भनेदेखि यो अँ फुलको नाम के रहेछ यसो हेरेर भन्नु होला। यहाँ अँ हाम्रो दाइकोमा चाहिँ यो धुप्पीको रुख छ यतापट्टि, यो अँ खोइ के हो, यो चाहिँ के भन्छ दाजु यसलाई चाहिँ? यो पनि यसको नाम पनि खोइ के हो, यो अब ठ्याक्कै हेर्दा बनानाको बोट जस्तो देखिन्छ र त यसो होइन। हेर्दा तर यो ठ्याक्कै यो कस्तो माछा काँडा जस्तो नि ठ्याक्कै यसलाई। ठ्याक्क यो जस सिनको लागि राम्रो हुन्छ। यो चाहिँ धुप्पी नै होला होइन? त्यो धुप्पी नै के हो। पो रहेछ चाहिँ? यसलाई त ऊ भन्छ हौ, यो के पो हो, ठ्याक्कै नाम बिर्सेँ हौ। अँ। अनि जस दाजु अँ चाहिँ यहाँनिर हाम्रो दाजु चाहिँ हल्दीबारी गाउँपालिका धनुषा टोलमा चाहिँ बस्नुभएको छ। तर यस्तो तरिकाले यस्तो फुलहरू यो मौसममा फुलाएर यहाँदेखि नभएर माथि अँ बारदलीसम्म पनि अँ फुलै फुलले अँ भरिएको छ होइन यता पनि दाईको घरमा। फुलहरू छ, ल दाईको चट्ट घरमा यहाँ कतै बगैँमाले यो फुलहरू। हल्दीबारीको धनुषा आउनुभयो भने यो फुलबारी हेर्नुको लागि एकछिन उभिएर तपाईँहरूले हेरिदिनु होला। यता यो होइन यो भनेको अझ यो चाहिँ के अरे बगैँमाली यो बदमेली रहेछ, उयो हेर्नु अँ कस्तो दामी छ। त्यहाँदेखि तपाईँहरू फुलिरहेछ। पनि यहाँ गाई कथम यो हल्दीबारीको धनुषा आउनु भनेदेखि यहाँ एकछिन रोकेर चाहिँ यसो फुलबारी हेरेर जानु होला तपाईँहरूले। अनि तपाईँहरूलाई कस्तो लाग्छ अनि त्यो पछाडि तपाईँहरूले के अरे कमेन्टहरू गर्नु होला होइन। अनि तपाईँहरूलाई चाहियो भने उहाँहरूले काटेर सानो सानो फुलको बिरुवाहरू दिनु हुँदो रहेछ भन्ने चाहिँ भन्दै हुनुहुन्छ दाजुले। दिनुहुन्छ नि दाजु एकदम फुल तपाईँ त बाँड्ने हो। त्यो त बाँड्ने नै अँ, भन्दै हुनुहुन्छ। तपाईँहरू पनि आउनु होला, फुलको बिरुवा लानु होला ल ल है। ल ल ल ल ल सन्तोष भाइ, ल धन्यवाद ल भाइ।